नमस्ते सबजनालाई। आज हामी फेरि पनि अर्को ठाउँ जाँदैछौँ घुम्नको लागि होइन। एकदम भाइरल ठाउँ छ होइन। त्यो चाहिँ कुन ठाउँ भने शङ्करबेली भन्ने ठाउँ। त्यहाँ चाहिँ कस्तो दामी खोलाहरू छ अनि त्यहाँ नदी के भन्नु त्यसलाई पोखरीहरू छ अनि त्यहाँ जानु आँटेको। अनि हाम्रो गाइड्सहरू आउँदै हुनुहुन्छ। अनुसा दिदी काजल दिदीहरूलाई हामी यहाँ भालुचोकमा भेट्नेवाला छौँ। अब उहाँहरू कतिखेर आउनुहुन्छ उहाँहरू फेरि अलिक टाइम लाग्छ रहेछ क्या। धेरै जाँदा पनि अलिक ढिलो नै गर्नुहुन्छ। हामी त जहिले छिटो हुन्छौँ कि अनि हामी चाहिँ पर्खिनुपर्छ क्या। अनि हाम्रो किनभने भ्लग आइहाल्छ गाइस। हामी चाहिँ फाइनली आइसक्यौँ शङ्करबेली भन्ने ठाउँमा। काजल दिदी यता हुनुहुन्छ हाम्रो सबजना हाम्रो ग्याङहरू हाम्रो ग्रुप यति छौँ। अनि यहाँ भिड फेरि यहाँ परदेखि नै भिड छ। यस्तो साह्रो भिड छ कि यस्तो गर्मीमा पनि कति घुम्नु मन लागेको मान्छेहरूलाई भन्दा त हामी पनि त्यस्तै नै हो। तर कति साह्रो भिड छ क्या यहाँ। अस्ति बोराबाद थियो, बोराबाद पछाडि बुढी खोला, अब अहिले यहाँ शङ्करबेली रहेछ भाइरल। जस्तो ठाउँलाई पनि अहिले भाइरल बनाइदिइहाल्ने चलन चल्ती रहेछ। भिड हेर्नुहोस् ल। यो त पर नै गेट बाहिर नै यस्तो भिड छ। अनि मेरो कपाल चाहिँ उडाइसक्यो, सबै हालत पत्ला भइरहेछ गाइस। यहाँ चाहिँ टिकट काट्नुपर्ने हुँदो रहेछ। एकजनाको 20 रुपियाँ मात्रै पर्दो रहेछ, धेरै पर्दैन। तर भिड चाहिँ यहाँ यति धेरै भिड छ कि हामी 5 जनालाई नै हजुर टिकट हाम्रो 100 रुपियाँ पो रहेछ त एकजनाको। म त 20 रुपियाँ पो भन्छु 5 जनाको 100। यस्तो दामी छ यो के भन्छ यो लामाहरूको यो होइन। यहाँ प्रवेशद्वारदेखि यहाँ टक्क ल्याएर हामी प्रवेश गरिसक्यौँ। अनि डिजेको पनि व्यवस्था नै छ। हामी जहाँ जान्छौँ त्यहाँ डिजेको व्यवस्था भइरहेको हुन्छ प्रायः चाहिँ। कति साह्रो भिड हो। अब यहाँ कहिले कसरी हामीले फोटो खिच्न भ्याउनु। हेर्नु त त्यहाँ पुल नै भाँच्चिने गरी मान्छे सबै हो त है क्या। यहाँ चाहिँ बच्चाहरू खेल्ने यो ट्रेन अनि योहरू पनि छ, पिङहरू पनि छ। हजुरहरू आउनु सक्नुहुन्छ बच्चाहरूलाई लिएर आफ्नो। अनुहारमै देखा अनुहार। अब आज राम्री भएपछि सबजनालाई देखाउनु परेन। डान्स फेरि खतरा हुँदै रहेछ गीत। मेन यहाँको आकर्षण यो रुख अनि यहाँको खोला अनि त्यो पुल रहेछ। तर त्यहाँ मान्छे हेर्नु त क्यामेरामा फोटो कसरी यो क्यामेरा चाहिँ प्लिज त्यो निलो क्यामेरा आउँछ छप्दीबाट। ओहानी गीत पनि यस्तो भिड्दैछ। मान्छे चाहिँ यहीँ हो प्राय सेम लुगा लाउने उहाँहरूले पनि लाउनु भएको छ। यस्तो चाहिँ अहिले भाइरल छ। हेर त मान्छेहरू खानाहरू लिएर आउँदो रहेछ रहेछ नि। हामी चाहिँ के गर्नु अन्त यहाँ घुमिसकेर नि यहाँको ताल हेर्न सक्नुहुन्छ। एकदमै आकर्षण छ। पिसफुल भन्दा पनि यहाँ भिडले गर्दाखेरि चाहिँ अलिक हुँदैन। तर राम्रो चाहिँ एकदम राम्रो छ है शङ्करबेली। गजमेर बेली बराइली बेली शङ्करबेलीमा जाम यति राम्रो। मान्छे नै राम्रो हो कि नजर नै राम्रो हो पत्याउनु सकिन। यहाँ हेर्नु त भिडले गर्दा यो भत्किनेवाला नै छ। तर कति साह्रो भिड। पालो जाँदा मात्रै राम्रो हुन्छ है। यसरी त जिउ ज्यान के भन्छ ज्यान दाउमा राखेर चाहिँ नजाम सबजना। अहिलेको अवस्था हेर्न सक्नुहुन्छ गाइड शङ्करबेलीको अवस्था हेर्न सक्नुहुन्छ। भिड यो पुलले पनि थाम्दैन जस्तो छ। तर दामी छ दिदी यहीँ अब हामी चाहिँ यता पहाडीपट्टि जानुपर्ने हुन्छ। पहाडी पनि राम्रो रहेछ भ्यू होइन। अनि यहाँ चाहिँ चटपटे खाने रे सबजना त्यहाँ हुनुहुन्छ। अब हामी त्यहाँ जाँदैछौँ। एकदम भिड हुँदो रहेछ क्या। फोटो खिच्नु पनि लाइन लाग्नुपर्ने रहेछ पालो पर्खिने गरे। भाइरल चटपटे हो अङ्कल भाइरल के हो चटपटे गार्डन फास्ट फुड अरे यस्तो दामी छ है। तर ठाउँ हामी चाहिँ चटपटे खाँदैछौँ गाई जस्तो रुखको मुनि फुलहरूको देशमा बसेर चटपटे। उहाँ चाहिँ फेरि डाइटमा हुनुहुन्छ र खाना घरबाटै बोकेर हिँड्दै हुनुहुन्छ। हामी चाहिँ डाइट साइड त्यस्तो चल्दैन हामीलाई सिर्फ चटपटे भयो भने पुग्छ। ल अब यो पानीमा पकाएको मासु खाँदैन होला नि त तेल पनि खानु हुँदैन। हामी चाहिँ खाजा खाएर निस्किसक्यौँ गाइसहरू खोइ काजल यता लुक्नु भएको रहेछ। अब हामी यहाँ फेरि अझै एक राउन्ड हान्नुपर्ने हुन्छ किनभने मजाले घुमेको छुइनँ मान्छे धेरै आएर। अब जाम चल्नु सानो खाजा सानो मान्छेको भिड चाहिँ डेन्जर रहेछ। तपाईँहरू आउन चाहनुहुन्छ भने कि बिहान आउनु कि बेलुका आउनु होइन।
यस्तो दिउँसो चाहिँ नआउनु होला ल उपरै भिड छ खुट्टा राख्ने पनि ठाउँ छैन फोटो खिच्नु पर्ने कि त्यो लाइन लाग्ने अवस्था छ यहाँ अहिलेको अवस्था चाहिँ त्यही भएर हजुरहरू आउन चाहनुहुन्छ भने बिहान 10 बजेभन्दा यतै अनि बेलुका 4 बजेभन्दा उता आउँदा छ ल हामी चाहिँ रुखको मुनि बसेर फेरि अर्को ठाउँमा लिची खानेवाला छौँ साथी रातो खाइ ल कस्तो छ हौ हामी चाहिँ आइसक्रिम खाँदैछौँ यस्तो गर्मी छ अब आइसक्रिम खाँदै खाँदै जानुपर्ने हुन्छ अनि अब गएर खाजा पनि खानुपर्ने हुन्छ हामीले हो कि होइन गाइज हो हामी चाहिँ अब यहाँ खाजा खानुको लागि आइसक्यौँ कस्तो कफीको खरो बास्ना हो त्यता पछाडि पनि रहेछ नि वाह कस्तो शीतल तर शीतलकै यहाँ चाहिँ रुखले गर्दाखेरि कहाँ बस्नु सब प्याक छ त वाह चामहरू पनि रहेछ कस्तो राम्रो हो यहाँ त राम्रो वाह रिङहरू पनि रहेछ दामी भुइँमा बस्ने ठाउँ रहेछ हामी यहाँ बस्नेवाला छौँ अब आप अर्डर गर्नुहुँदैछ आप दिनु मिल्छ यहाँ फेरि हेर्नु कस्तो राम्रो च्याउमा किरा लागेको वाला सिमेन्टीको यो चाहिँ ल हामी चाहिँ पिज्जा तर सादा छ त नि यो त हामी पिज्जा खानु आँटेको छौँ गाइज अघि हामीले चिकन चिल्लीहरू खायौँ त्यो चाहिँ अलिक क्लिक गर्न पाइनौँ चार्ज नभएर होइन पिज्जा खाएको चाहिँ देखायौँ ल भ्लग पनि यहीँ हामीले एन्ड गरिदिउँ हाम्रो चार्ज सक्यो बाई बाई गाइज